गर्दैछ तर म जिउँदैछु जे होस् आज मैले तपाईहरुलाई सन्तुष्ट दिनु नसके भोलि पर्सिको दिन घर घरमा आएर गाउँला गाएर पनि तपाईहरुलाई म सन्तुष्ट त दिँदै छाड्ने हो जे होस् अब हामी लागौं अर्कोतर्फ सबैको माया गरिदिने मान्छे सबैको माया गरिदिने मान्छे तर मेरो कोही भएन मलाई सबैको माया गरिदिने मान्छे चुर चुर भइसकेको मान्छे थाकेर चुर चुर भइसकेको मान्छे छिया छिया भएको छाती बोकी हिँड्ने मान्छे म बेथाले बोलेर शीतल छाया खोज्ने मान्छे म बेथाले बोलेर शीतल छाया खोज्ने मान्छे म फुल बिनाको फुलदानी जस्तो रितो मान्छे म फुल बिनाको फुलदानी जस्तो रितो मान्छे सबैको माया गरिदिने मान्छे दर्दाले पाकेर नमिठो भएको मान्छे म साथी बिनाको जीवन यात्री म साथी बिनाको जीवन यात्री म थकिए
पार्यो सपना मेरो विपना नभई भनेर एकजना भाइ अहिले त अब बिचारा भाइ हुनुहुन्न स्वर्गीय जीबी सुब्बा मासुवा सुब्बाले लेख्नु भएको गीत हो यो मैले यो धेरै वर्ष पहिला गाइसकेको छु ट्याक्सी ट्याक्सी नामकरण गरिएको एल्बममा त्यही गीत अब गाउन लागिरहेछु यो नुहाई धुवाई र पङ्खा अनि त्यो एसीले त साँच्चै बिगारेछ क्या हो जस्तो लाग्यो मलाई त धेरै मच्चिएर आएको थिएँ यहाँहरूलाई मजाले गीत सुनाउनु पर्यो भनेर खै त अन्त जे होस् कोसिस गर्दैछु म सपना मेरो विपना नभई सपना मेरो विपना नभई बगाइदियो आँसुले बगाइदियो आँसुले जुनी भरिको बाचा सम्झँदाखेरि मन यो रुन्छ चोट परेछ कलेजोमा सम्झँदाखेरि मन यो रुन्छ चोट परेछ कलेजोमा मुस्कान खुसी रोदन दियो मुस्कान खुसी रोदन दियो मेरो यो ओठमा मन ओठमा सपना मेरो विपना नभई
खोजिरहन्छ तिमीलाई आँसु नै आँसु सौगात दिन्छु आँसु नै आँसु सौगात दिन्छु छोडेर जाने बैगुनीको अन्जुलीमा सपना मेरो विपना नभए सपना मेरो विपना नभए बगाइदियो आँसुले बगाइदियो आँसुले यो त चन्द्रजी होइन अब राम्रो भन्नु त करै लाग्यो नि हजुरहरूलाई त पसिना चुहेर त यताबाट भित्र पस्छ नुनिलो आइसक्यो यता कहाँ भित्र पसिसक्यो अन्त झमेला भयो नि अब त कुतकुती पनि लाग्नु थाल्यो त कसो भयो यो त जे होस् हजुरहरूले ध्यानपूर्वक सुनिदिनु हुँदैछ सुक्नु त सुकिसकि गयो अब अलिकति रेस्टको लागि म मेरो एकजना छोरीलाई बोलाउनु पर्यो अघि नानीले मेरै शब्द सङ्गीतमा गाउँदैछिन् लु छोरी आऊ त अलिकति रेस्ट के भन्दा अब कति यसो 32 होला नानीहरू अब यो नानीहरू बिस्तारै बिस्तारै अब त्यस्तो गाउने गायिकाहरू चाहिँ होइनन् पहिल्यैबाट भन्नुपर्ने हुन्छ है हजुरहरूले धेरै एक्सपेक्ट नगर्नु होला हामीबाट किनभने अब यो अघि हाम्रा चन्द्रजीले नै मलाई यहाँ बेहुला बनाइसकिहाल्नु भएको छ बेहुलाकै गति त यो छ भनेपछि यो नानीहरू यिनीहरू त लोकन्डीहरू त लोकन्डाहरूको के हालत होला त्यो हालत विचारेर अलिकति धेरै एक्सपेक्ट नगरिदिनु होला यिनीहरूलाई सानो चिचिला सम्झिदिनु होला मलाई त चिचिला भन्नु पनि सुहाएन 66 वर्ष पुगिसकेको मान्छे अन्त चिचिला भन्नु सुहाएन नानीहरूलाई चाहिँ चिचिला सम्झेर क्षमा पनि गरिदिनु होला हामी सबैलाई बढ्दै जान्छ मिठो गरी बढ्दै जान्छ मिठो गरी ढुकढुकी उनीलाई दे
बढ्दै जान्छ मिठो गरी जब ढल्किन्छु बिछौनामा सोचहरू खेल्न थाल्छन् मनमा मस्तिष्कमा जब ढल्किन्छु बिछौनामा सोचहरू खेल्न थाल्छन् मनमा मस्तिष्कमा भन्नुपर्ने कुराको माला भन्नुपर्ने कुराको माला गुथिरहन्छु सामु जब पर्छु उनको लाठी झैँ म हुन्छु बढ्दै जान्छ मिठो गरी सपना हो कि विपना हो यो देखिरहन्छु सधैँ उनकै प्रतिबिम्बलाई सपना हो कि विपना हो यो देखिरहन्छु सधैँ उनकै प्रतिबिम्बलाई सङ्गिनीहरूले पनि अब सङ्गिनीहरूले पनि अब गिज्याउन थाले एक्लै जब हुन्छु म उनकै यादमा डुब्न थाले बढ्दै जान्छ मिठो गरी बढ्दै जान्छ मिठो गरी ढुकढुकी उनीलाई देख्दा गहरो हुन्छ परेली मेरा किन हो उनीलाई भेट्दा बढ्दै जान्छ मिठो गरी बढ्दै जान्छ मिठो गरी थ्याङ्क यू मेरो एल्बम के भन्नु गर्वसाथ भनेको चाहिँ होइन यो मेरो एल्बम भनेर लजाउँदै धकाउँदै भन्दैछु म त्यो एल्बममा परेको रहेछ यो गीत अजम्बरी भन्ने एल्बममा र यो अजम्बरी भनेर नामकरण मैले त सोचेको पनि होइन जानेको पनि होइन बुझेको पनि होइन यो एल्बमको नाम राख्ने हाम्रो भाइ चाहिँ
प्रकाश सायमी भाइ हुनुहुन्छ उहाँ काठमाडौँमा, सायद कतिजनाले चिन्नुहुन्छ कतिजनाले चिन्नुहुन्न। उहाँले राख्नुभएको के सोचेर राखे खै मलाई थाहा भएन, त्यस्तो अजम्बरी त होइन यो। तैपनि यसमा जुन चाहिँ गीत परेको छ, पिउँदैछु म तितो घुटको यो अधुरो जिन्दगीको भनेर जो वर्णन गर्न चाहेको छु मैले, जानी नजानी खै के भन्नु, बा तपाईँहरूलाई छुन्छ या छुँदैन त्यो भन्नु सकिएन। मलाई चाहिँ छुएको थियो र म फेरि गाउन तम्सिरहेछु, अब के हुन्छ सुनिदिनु होला जस्तो भए पनि। पिउँदैछु म तितो घुटको यो अधुरो जिन्दगीको, पिउँदैछु म तितो घुटको यो अधुरो जिन्दगीको। कहिले रित्तिने हो, कहिले अब रित्तिने हो, विषले भरेको यो बटुको। पिउँदैछु म तितो घुटको यो अधुरो जिन्दगीको। मैले हिँड्ने गोरेटो भरि कसले होला यो काँडा बिछायो। मैले हिँड्ने गोरेटो भरि कसले होला यो काँडा बिछायो। पन्छाउन खोज्दा हातमा बिजो, पन्छाउन खोज्दा हातमा बिजो, घायल हत्केला औषधि छैन विवश भएमा। ओ ठहरै परेमा कहिले अब रित्तिने हो, कहिले अब रित्तिने हो, विषले भरेको यो बटुको। पिउँदैछु म तितो घुटको यो अधुरो जिन्दगीको। अब बाँकी रहेको यो आधा जीवनमा पता नै के हुँदै जाने हो। भोलिको दिनमा यस्तो यस्तो भयङ्कर भयङ्कर कुरो हामीले देखिरहेकै छौँ र पनि भोग्न त पर्छ नै। बाँकी रहेको आधा जीवनमा यो के हुँदैछ सबै अनौठो। बाँकी रहेको
आधा जीवनमा यो के हुँदैछ सबै अनौठो ठुस्केको भाग्यले मन परि नचायो ठुस्केको भाग्यले मन परि नचायो नाच्दा नाच्दै अल्मलिएर मैले बिराए ओ मन बराए कहिले अब रित्तिने हो कहिले अब रित्तिने हो विषले भरेको यो बटुको पिउँदैछु म तितो घुलो यो अधुरो जिन्दगीको मन परे पनि नपरे पनि ताली चाहिँ अलिक जोडले बजाइदिनु होला त्यो त्यही रहेछ हामीले खोजेकै कति नम्बर सम्झनाको बत्ती बालेर सम्झनाको बत्ती बालेर सम्झनाको बत्ती बालेर सम्झनाको बत्ती बालेर म आए मैले धाए तिम्रो गलीमा चिहाइनौ तिमीले खिड्की खोलेर चिहाइनौ तिमीले खिड्की खोलेर ओ हानी ओ हानी ओ हानी ओ हानी ओ हानी ओ हानी जहाँ जहाँ हुन सक्थ्यौ तिमी वहाँ वहाँ खोजेर हेरे तिमीलाई जहाँ जहाँ हुन सक्थ्यौ तिमी वहाँ वहाँ खोजेर हेरे तिमीलाई माग्ने हुँदैछ कि कसो या बाचाहरू भुल्यौ तिमीले माग्ने हुँदैछ कि कसो या बाचाहरू भुल्यौ तिमीले ओ हनी ओ हनी ओ हनी Don't you break my heart Don't break my heart Don't break my heart hey, Don't break my heart Don't break my heart सम्झनाको बत्ती बालेर जब हेर्छु म
तिमीलाई नै देख्छु आँखामा जब जब हेर्छु म ऐना तिमीलाई नै देख्छु आँखामा के भयो मलाई आउँछ केवल तिम्रो सम्झना के भयो मलाई आउँछ केवल तिम्रो सम्झना ओ हरि ओ हरि ओ हरि Don't you break my heart Don't you break my heart hey, Don't break my heart Don't break my heart Don't break my heart Don't break my heart सम्झनाको बत्ती बालेर सम्झनाको बत्ती बालेर मैले धाएँ तिम्रो गलीमा चिहाइनौ तिमीले खिड्की खोलेर चिहाइनौ तिमीले खिड्की खोलेर चिहाइनौ तिमीले झ्याल खोलेर चिहाइनौ तिमीले झ्याल खोलेर ओ हरि ओ हरि ओ हरि Break my heart Don't break my heart Don't break my heart सम्झनाको बत्ती बालेर यहाँ हाम्रा तासपुडियाजी यता दाई हाम्रो है एलपी दाई अरू सबैजना भाइ डिके भाइ यहाँहरू सबैजना सबैको नाम मलाई थाहा हुँदैन रहेछ एकदम माफ गरिदिनु होला त्यो मैले के भन्नु चाहेको थिएँ भन्दा इच्छा जो छ त्यो यहाँ छँदैछ तर अब के हुँदो रहेछ भने बुढेसकाल हुँदै गएपछि यत्रो कुरोले पनि न्यु खोज्ने दुःख दिने तक्लिफ दिने क्या त तपाईँको त्यो पहिला अब खै त अब दिनभरि खोलामा डुबेर निक्लेर बेलुका गाउँदा जस्ताको तस्तै थियो अब अहिले त्यो सम्झेर सम्झनै मात्रै रहेछ अन्त यो त अहिले त वास्तविकमा त अर्को हुँदो रहेछ भनेर उही अब गफले मात्रै यहाँ त समय बिताउनु पर्ला जस्तो पनि देखियो अब म मेरो अर्को छोरी बोलाउँदैछु यो नानीबाट सुनौँ ल त्यो यो नानीले पनि त्यही सधैँ त मैले नै गरेका हुँ भनौँ न अब त्यसो नै होला र नानीले राम्रो गाउँछ भन्ने मलाई आशा छ अब उसको लागि त सायद त्यति राम्रो हुँदैन होला उसले जो आफूलाई तौलिएको छ त्यही तौलाइ अनुसार हजुरहरूले पनि यो छोरीलाई तौलिदिनु होला मिठो मानेर सुनिदिनु होला
निर्मल होइन भेल बनेर चाहना मेरो बगाइदियो निर्मल होइन भेल बनेर चाहना मेरो बगाइदियो उज्यालो दिने घाम र जुन उज्यालो दिने घाम र जुन बादल बनेर छेकिदियो बादल बनेर छेकिदियो ठुलो गल्ती भयो मेरो माया गरेर तिमीलाई ठुलो गल्ती भयो मेरो माया गरेर तिमीलाई आफूलाई सधैँ हराई आफूलाई सधैँ हराई सम्झिरहे तिमीलाई सम्झिरहे तिमीलाई Thank you. सुनसान कोठायो अधेरा तिम्रो याद आयो सुनसान कोठायो अधेरा तिम्रो याद आयो यसरी नै तिमीलाई पनि याद आउँछ के सुनसान कोठायो अँधेरा तिम्रो याद आयो चिठी लेखे धेरै पन्नाहरूमा चिठी लेखे धेरै पन्नाहरूमा तर माया जताउने शब्द नै पाइन तर माया जताउने शब्द नै पाइन क्षमता भए उड्दै आउँथे आफै तिम्रो छेउमा चिम्लेर आँखा तिम्रै अनुहार सोची समेटिरहे आँखा तिम्रै अनुहार सोची समेटिरहे त्यसरी नै तिमीले पनि सोचौ के सुनसान
कोठायो अँधेरा तिम्रो याद आयो पर्छ दुखाइ मेरो पल पल यहाँ पर्छ दुखाइ मेरो पल पल यहाँ खै सन्चो बनाउने केही पनि छैन खै सन्चो बनाउने केही पनि छैन बेहोस भएर लडे तापनि के भो भनेर सोध्ने छैन रातभरि चुहेर सिरानी भिजाइरहे रातभरि मेरा सिरानी भिजाइरहे त्यसरी नै तिमी पनि रोयौ के सुनसान कोठायो अँधेरा तिम्रो याद आयो सुनसान कोठायो अँधेरा तिम्रो याद आयो तिम्रो याद आयो अब एकछिनको ब्रेक लिन गइरहेका छौँ। हाम्रा नेपाली पारखी मनोज राई उहाँले गाउनु भएको छ र हामी विमोचनको कार्यक्रम राख्न गइरहेका छौँ र यसै बीचमा आदरणीय दाइ मधुकर लोहनीलाई मिठो गीत प्रस्तुत गरिदिनु भएकोमा साथै उहाँलाई साथ दिनुहुने आदरणीय शोभना प्रधान यसैगरी सङ्गीता गुरुङ उहाँहरूले पनि कर्णप्रिय गीत प्रस्तुत गर्नुभएको छ, मिठो गीत प्रस्तुत गर्नुभएको छ। म यो पहिलो चरणको कार्यक्रममा उहाँलाई हार्दिक हार्दिक धन्यवाद दिन चाहन्छु र हाम्रा अतिथिहरू एकछिन उहाँहरू पनि ब्रेकमा लाग्नु भएको कारणले वरिष्ठ गायक एलपी जोशी उहाँलाई म आमन्त्रण गर्दछु। यसै गरी सीताराम ताजपुरिया उहाँलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु। यसै गरी आदरणीय दाइ मधुकर लोहनी उहाँलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु। यसै गरी शिवशङ्कर थापा सङ्गीतकार शिवशङ्कर थापा उहाँलाई पनि म मञ्चमा आमन्त्रण गर्दछु। र मनोजीलाई यहाँ व्यवस्थापनमा सहयोग गरिदिन अनुरोध गर्दै म आदरणीय दाइ चन्द्र भण्डारी उहाँलाई पनि मञ्चमा आमन्त्रण गर्दछु। र यहाँ अघि हामीले कार्यक्रम गर्दा अलि ढिलो आइपुग्नु भएका आदरणीय बलराम समाल यहाँ हुनुहुन्छ, गइसक्नु भएको भन्ने कुरा जानकारीमा आयो। आदरणीय जीवन प्रकाश प्रधान हामीले उहाँको एरेन्जमा सङ्गीत सुनिसकेका छौँ। त्यसै गरी
भुटानी सामाजिक राजनीतिक अभियानका नेतृत्व बलराम पौडेल, जसोदा बुढाथोकी, दिप्पी काफ्ले उहाँहरूलाई पनि म मञ्चमा आमन्त्रण गरिरहेको छु। सबैलाई मञ्चमा आमन्त्रण गर्दछु। साथै यो शिक्षा प्रस्तुत तथा सहकारी संस्थामा पनि कलाकारहरू हुनुहुन्छ, गीत सङ्गीतमा रमाउनेहरू हुनुहुन्छ। यस हाम्रो संस्थाको तर्फबाट आदरणीय उषा राई उहाँलाई पनि म अगाडि आमन्त्रण गर्दछु र 11 जना उहाँहरू हुनुहुन्छ। आदरणीय महानुभावहरू, हामी यो एल्बम विमोचन गर्नेछौँ। त्यस पछाडि हामीसँग भर्खरै हामीले प्रलयकारी भूकम्प, महाविनाशकारी भूकम्पको सामना गरेका छौँ। त्यसको गीत पनि यहाँ प्रस्तुत हुनेछ, यो पनि मैले जानकारी गराइराखेको छु र बाँकी कुरा मनोजीले भन्नुहुनेछ। र त्यो एल्बम जुन विमोचनको लागि तयार पारिएको छ त्यो यहाँ हाम्रा लाइनबद्ध हुनुभएका अतिथिहरूलाई उपलब्ध गराइदिन म हार्दिक अनुरोध गर्दछु। निशा तामाङ, विपना प्रधान, सुजाता प्रधान उहाँहरूले यो एल्बम जुन विमोचनको लागि तयार पारिएको छ त्यो उपलब्ध गराउँदै हुनुहुन्छ। आदरणीय उपस्थित महानुभावहरू, हामी एल्बमको विमोचनको लागि तयार भएका छौँ र सबैजनालाई ताली बजाइदिन हार्दिक अनुरोध गर्दै यो विमोचन गरिदिन हुनको लागि म हाम्रा वरिष्ठ अभिभावक एमपी जोशी र यो विमोचन भएको छ। आदरणीय महानुभावहरू, हामीले अमेरिका निवासी अमेरिकन नागरिक मनोज राई जसले नेपाली भाषीहरूको सङ्गीतको ढुकढुकीलाई समाउँदै सिनोरिटा एल्बम विमोचन गर्ने मौका दिनुभयो र हामी यो अवसरमा उपस्थित भएका छौँ। उहाँलाई ताली बजाइदिन हार्दिक अनुरोध गर्दै उहाँहरू अगाडि उभिने सम्पूर्णको स्वागत गरिदिन हार्दिक अनुरोध गर्दछु। र यो धन्यवाद छ आदरणीय हाम्रा प्रमुख अभिभावक, प्रमुख अतिथिगण र सङ्गीत साधकहरू जसले आज नेपाली गीत सङ्गीतको क्षेत्रमा एउटा नयाँ इट्टा थप्ने काम गर्नुभएको छ र सबैमा म हाम्रो संस्थाको तर्फबाट, सञ्चालकको तर्फबाट हार्दिक आभार व्यक्त गर्दै मुरी धन्यवाद दिन चाहन्छु। र आदरणीय महानुभावहरू, अब हाम्रो कार्यक्रम निरन्तर गइरहनेछ। हामीसँग समय छैन, हामीले 1 बजेसम्म भनेका थियौँ र 1 बजिसकेको छ। एल्बमका गायक हुनुहुन्छ सिनोरिटाका र उहाँलाई म आफ्ना केही कुराहरू राखिदिन र एल्बमको बारेमा, उहाँका इतिहासका बारेमा राखिदिन यो माइक्रोफोन हस्तान्तरण गर्दछु। सबैभन्दा पहिले म पितृवासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी, सङ्गीत प्रेमी, राजनीतिज्ञ साथै पत्रकार महोदयहरूसँग म आभारी छु। यहाँहरू सबैजनाले मलाई यो ठुलो मौका दिनुभयो। म तपाईँहरूकै यो माथि टाङटिङ बिलिङको पारी, सुखानीको वारी,
शरणार्थी शिविरमा बस्ने एउटा सानोभन्दा सानो त्यो बाँसको छाया, बाँसको घरमा, बाँसको खाटमा सुत्ने एउटा भुटानी शरणार्थी आजभन्दा 8 वर्ष अगाडि 2008मा म अमेरिका गएँ यो पुनर्वास कार्यक्रम अन्तर्गत। र यहाँ बस्दा रहँदा पनि मलाई हाम्रो डिके लामाज्यू, श्री डिके लामाज्यू जो चाहिँ साउन्ड सिस्टमका धनी, पूर्वको ख्यातिप्राप्त साउन्ड सिस्टम भनेर भन्छ भने उहाँलाई म मेरो दाजु सम्झन्छु। उहाँ मेरो अग्रज दाजु हुनुहुन्छ। उहाँको कारण मैले भनौँ भुटानी कथा नामक एउटा एल्बम प्रस्तुत गर्न सकेँ। त्यही बिचमा पनि मेरो भजनहरू छ, अन्य गीतहरू छ। र त्यसै गरेर मलाई भुटान पिपल्स पार्टीका अध्यक्ष बलराम सर जस्तै उहाँले सहयोग गर्नुभएको छ, जसो र पिएफएचआरबी जो चाहिँ हाम्रो डिपी काफ्लेज्यू सरले मलाई त्यस एल्बममा पनि सहयोग गर्नुभयो। र अहिले आजको घडीमा आइपुग्दाखेरि मेरो साङ्गीतिक यात्रा निकै लामो भए तापनि म तपाईँहरूको अगाडि कलिलो नै छु। मलाई एलपी सर जो हुनुहुन्छ, एलपी सर साथै वरिष्ठ सङ्गीतकार दाजुहरूको चाहिँ मलाई आशीर्वाद छ। त्यसै गरेर चन्द्र भण्डारी सरको त म अति नै आभारी छु। उहाँले जहिले पनि मेरो गीत भुटानी शरणार्थी आवाज भन्ने कार्यक्रममा जति बेला पनि मेरो गीतहरू बुझिन्थ्यो। हिमालयको काखमा छ सानो हाम्रो भुटान देश है। त्यसै गरेर भुटानमा क्रान्ति चलेछ वाक्कै लाग्दो गरिकन बजाइदिनुहुन्थ्यो उहाँले। र त्यसै गरेर म आज अमेरिका गए तापनि वीरता मोड, दमक यो दुईटा क्षेत्र भनेको चाहिँ मेरो अति नै प्यारो क्षेत्र हो। किनभने यहाँका पत्रकार साथीहरूले धेरै धेरै भुटानी आन्दोलनमा पनि सहयोग गर्नुभयो। भएन साङ्गीतिक जगतको, साहित्य जगतको साथीहरू सबैलाई सहयोग गरिदिनु भयो र म यहाँहरूमा अति आभारी छु। र यहाँहरूलाई अचम्म लाग्छ यो सिनोरिटा जुन चाहिँ एल्बम अहिले मैले बजारमा ल्याएँ, यसमा चाम्लिङ इन्टरटेनमेन्टले चाहिँ मार्केटिङ गरिरहेको छ भने यसमा सम्पूर्ण गीतहरू जीवन प्रकाश प्रधानज्यूले प्रोग्रामिङ गर्नुभएको छ, एरेन्ज गर्नुभएको छ। त्यसै गरेर यसमा 7वटा गीतमध्ये 6वटा गीत वरिष्ठ सङ्गीतकार, गीतकार अथवा गायक श्री मधुकर लोहनी दाईको छ भने एउटा मेरो आफ्नै शब्द सङ्गीतमा मैले गाउने कोसिस गरेको छु, मैले लेख्ने कोसिस गरेको छु। यो सिनोरिटा के हो त तपाईँलाई भनिदिउँ। भुटानमा बस्दाखेरि ओइ लामो भन्थ्यौँ हामी, गीत पनि छ ओइ लामो भन्ने जोखा गीत छ। जहिले पनि हामी केटीहरूलाई यहाँनिर पनि अब सुनौँ, नेपालमा पनि हामी कान्छी है कान्छी भन्छौँ। त्यसै गरेर अमेरिकामा पनि स्विट हार्ट, डार्लिङ आदि इत्यादि सम्बोधन गर्छ केटीहरूलाई। र अमेरिकामा अर्को भाषा चाहिँ दोस्रो भाषा हो, त्यो चाहिँ हो स्पेनिस। र हाम्रो नेपाली भाषी भुटानीहरू केटीहरू कसै स्पेनिससँग पनि गएको छ। स्पेनिस केटीहरूलाई पनि केटाहरूले पे गर्न थालेको छ, इन्टरमिङ्गल हुन थालेको छ। जसरी पहिले यहाँ शरणार्थी शिविरमा हुँदाखेरि बस्तीको केटीहरू लाग्थे शरणार्थीले होइन, त्यसरी नै अहिले त्यहाँनिर के भइरहेको छ भन्दाखेरि त्यहाँको स्पेनिस केटीहरू, खैरेनी केटीहरू, त्यहाँको अफ्रिकन अमेरिकन केटीहरू केटाहरूसँग जाने, केटीहरूसँग जाने, एकअर्का त्यस्तो भइरहेको छ। यतिकैमा मैले के सोचेँ भन्दाखेरि होइन, कान्छी भन्ने पनि निकालेको छ, लामो भन्ने पनि निकालेको छ, आदि इत्यादि थुप्रै गीतहरू केटीलाई सम्बोधन गरेर निकालेको छ भने वाइ नट हामी नेपालीले पनि एउटा स्पेनिस शब्द लगाउँ भनेर चाहिँ सिनोरिटा अ ब्युटिफुल गर्ल जहिले पनि गीत त्यसरी नै सम्बोधन गरिन्छ नि होइन। र मैले यो सिनोरिटा भनेर चाहिँ यो एल्बम तयार गरेको छ। सिनोरिटाको अर्थ हो ब्युटिफुल गर्ल, मिस होइन, अ ब्युटिफुल वुमन। र यो सिडी अब हामी यहाँ बाहिर राख्छौँ। यो मैले भन्नु त इच्छा लागेको थिएन, तर पनि भनिदिइहाल्नु पर्यो होइन सर। यो बाहिर राख्छौँ, यहाँहरूलाई यथाशक्ति अहिले बाहिर सिडी किन्दाखेरि कति लाग्छ त्यो तपाईँहरूलाई थाहा छ।
त्यहाँदेखिको उँभो दिनु भएछ भने पनि यो जति पनि सिडी म बेच्छु यो म अमेरिका लादिनँ, यो सबै भूकम्प पीडितलाई म प्रदान गर्नेछु। र यहाँहरूलाई अनुरोध छ, यहाँहरूले यो सिडी चाहिँ यहाँहरूले मलाई भन्दा पनि मलाई त तपाईँहरूले सुनेर महान बनाइदिनुहुन्छ, मलाई त उच्च बनाइदिनुहुन्छ, मेरो गीत सुनिदिनुहुन्छ। टुटे फुटेको स्वरलाई चाहिँ यो पनि गायक हो भनेर भन्छ नि। यहाँ मधुकर सर हुनुहुन्छ होइन, मधुकर लोहनीसँग मनोज राई छेउमा यसरी टाँसेको छ। सीताराम ताजपुरिया सर साथै वरिष्ठ सङ्गीतकार गीतकार एलपी जोशीको छेउमा। उहाँहरू भनेको चाहिँ के हो भन्दाखेरि यस्तो राम्रो आइसक्रिम हो, जतिमा पनि किनिन्छ। त्यो एउटै आइसक्रिमको दाम तपाईँको लगभग 50 पर्नु सक्छ, 100 पर्नु सक्छ। अहिले त हिजो अस्ति भर्खर भुइँचालो गएको 5 दिनपछि मैले काठमाडौँमा एउटा आइसक्रिम खाएको, ठ्याक्कै 500 रुपियाँ लियो। अनि त्यो आइसक्रिम चाहिँ उहाँहरू हुनुहुन्छ, म त केवल एउटा सानो सिङ्का मात्रै हो।